हरे शिव हरे राम हरे राम हरे राम राम नाम सत्य हो भनौँ साथीहरू। अब हामीले चाहिँ विपिनलाई गुमाइसकेको अवस्था लगभग प्रमाणित भयो। अहिले चाहिँ इजरायली सेनाका प्रमुखले औपचारिक रूपमै हमासहरूसँगको त्यो बन्धक नियन्त्रित क्षेत्र समेत सबै हेरी बुझी जानी र हमाससँग फाइनल कुराकानी गरेर हाम्रो विपिन बाबु अब जीवित नरहेको भन्ने आधिकारिक जानकारी गराइसकेका छन्। विपिनका परिवार सदस्यहरू दाजु बहिनी अनि त्यसै गरी नेपाली दूतावास इजरायल स्थित दूतावास र नेपाल सरकारका आवश्यक प्रतिनिधि लगायत इजरायलको प्रधानमन्त्री कार्यालयलाई समेत त्यहाँको सैनिक प्रमुखले जानकारी गराइसकेको भन्ने कुरा आयो विपिनको सम्बन्धमा। किनकि विपिनको खोजीको लागि यत्रो धेरै प्रयास भएको थियो। तरिका आमाले र बहिनीले त्यत्रो प्रयास गर्नुभयो। बहिनी बिचरा त्यो बालखा नानुले एउटा विश्व शान्तिको दूत जस्तै गरेर संसारभरि भौतारिएर अहिले अमेरिकामै छन् आमा र बहिनी। यहाँको युनाइटेड नेसन्समा पनि उनीहरूले कुराकानी राखेका थिए। होस्टेजका परिवारहरू जहाँ जहाँ जान्छन् त्यहाँ बहिनी पनि जाँदै आवाज उठाउँदै गरेकी थिइन्। तर हमासले एउटा ठुलो धोका दियो साथीहरू। इतिहासको दौरानमै उनले अनाहकमा हाम्रो नेपाली एउटा परिवार सदस्यलाई यो अवस्थामा पुर्यायो। यो मानव जाति त हुँदै होइन कि यो हमास आतंककारी भनेको यो वास्तवमै निर्दयी आतंककारी नै हो। नभए एउटा निर्दोष अनाहकमा अर्को परदेशबाट आएको मानिसलाई यसरी गुमनाम बनाउनु पर्ने कुनै जरुरी थिएन। उसको हामीले खाइदिएको केही थिएन, लाइदिएको केही थिएन। हामी नेपालले उसको बिगारिदिएको केही थिएन। अर्को कुरा चाहिँ नेपाल सरकार पनि यो पहल गर्नमा बारम्बार निकम्मा भएकै कारणले गर्दा हामीले आज गुमाउनु पर्यो यिनलाई। र विपिन बाबु तिमी जहाँ छौ अझै पनि हामी आशा चाहिँ मार्दैनौँ है। भगवान श्री पशुपतिनाथ हुनुहुन्छ हैन। हामी अझै पनि आशा चाहिँ मार्दैनौँ। काहीँ कुनै कतै कुना कन्तरमा काहीँ भागेर छिपेर भए पनि विपिन बाबु फुत्त बाहिर आइदिएदेखि कस्तो हुन्थ्यो भन्नेमा हामी छौँ है। त्यही पनि अब इजरायलीहरूले यो फाइल क्लोज गर्ने भए। अब विपिन बाबु अन्य 10 जना नेपालीहरू जसरी त्यहाँ चाहिँ शहादत भएका थिए त्यसै लिस्टमा पर्ने अवस्था भयो। यो दुःखमा